जय श्रीनारायण भक्तहरू। आज म सर्लाही जिल्लाको भक्तिपुर भन्ने ठाउँमा पुगेको छु। यहाँ भक्तिपुरमा चाहिँ अत्यन्त राम्रो ओमकार नर्बदेश्वर महादेवको मन्दिर रहेछ। ओमकार नर्बदेश्वर महादेवको मन्दिर हामी देख्न सक्छौँ। अत्यन्त राम्रो मन्दिर छ। आज यहाँ आउने सौभाग्य पाएँ। आज एकादशी, आज भीमा एकादशी जम्मा हाम्रा 26वटा हुनुहुन्छ। त्यसमध्येमा आज भीमा एकादशी हामी यहाँ यस ठाउँमा आइपुग्ने अवसर प्राप्त भएको छ। एकादशीको अर्थ, एकादशी भनेको के हो त? एकादशीको अर्थ हुन्छ जम्मा हाम्रा इन्द्रियहरू 11वटा छन्। 5 ज्ञानेन्द्रिय, 5 कर्मेन्द्रिय र 1 मन, गरी कति भयो? 11। 11वटा इन्द्रियहरूलाई एकाग्र पारेर भगवानमा लगाउनु, सत्कर्म गर्नु, सद्धर्म गर्नु, सद्व्यवहार गर्नुलाई के भनिन्छ? एकादशी भनिन्छ। 11वटा इन्द्रियहरूलाई एकाग्र पारेर सत्कर्ममा लगाउनुलाई के भनिन्छ? एकादशी भनिन्छ। त्यसैले यो अत्यन्त उत्तम एकादशीहरू उत्पन्ना मोक्षदा चापी सफला पुतदा तथा सटिलाख्या जयाख्या च विजया मलकीर्ति च पापमोचनिकाख्या च कामदा च बरोधिनी मोहिनी चापराख्या च निर्जला योगिनीस्तथा विष्णुदेवर्ष शयनी पवित्रा पुत्रदा त्वजा परिवर्तिनी निराख्या तथम पाकम कुशाम रमाः। यसरी जम्मा एकादशी 12 24 हुनुपर्ने थियो, 26 किन भयो त भन्दाखेरि हाम्रो 3 वर्षमा आउँछ नि पुरुषोत्तम महात्मे हो। पुरुषोत्तम महिनाको पनि 2टा एकादशी पर्नु भएको कारणले गर्दाखेरि जम्मा 26वटा एकादशीको नाम वर्णन गरियो। त्यसैले एकादशी अत्यन्त उत्तम समय छ। यो उत्तम समयमा म आज सर्लाहीको भक्तिपुरमा आएर भगवान श्री नर्बदेश्वर महादेवको मन्दिर आएको छु। नारायण। ल हवस् त। जय श्रीनारायण, जय श्रीनारायण, जय श्रीनारायण। भक्तिपुर सर्लाहीबाट।